एउटा परिवार पहिला सुरुमा एउटा परिवार त्यो इन्डियाको भूमिबाट यो भूमि नेपालको यो पहाडको भूमिमा आएर र उहाँहरूले यो लमजुङ जिल्लाको यो अहिलेको हाम्रो पुरानो बस्ती कलेङ गाउँको एउटा ज्यामिरको बोट भन्ने ठाउँमा आएर बस्नु भएको रहेछ। त्यो ज्यामिरको बोटमा बस्दा ज्यामिरको बोट ढलेर गइसकेपछि छिमेकीहरूले त्यो परिवारलाई ज्यामिर बोटे भन्दा भन्दै जमर कट्टेल भन्दै जानुभएको प्रमाण हामीले फेला पारिएको छ। र यहीँबाट उत्पादित जमर कट्टेल छोरा नाति पनाति खनाति जति हुँदै जानुभयो, सयौं पुस्ता कति गए, त्यो पुस्ताहरू स्थानान्तरण हुँदै नेपालको पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म बसोबासको क्रममा पुग्नुभयो। तर यो ठाउँलाई पनि छोड्नु भएन, अहिले चितवन जानुभएको छ, नवलपुर जानुभएको छ, कहाँ जानुभएको छ, अल नेपाल जानुभएको छ। तर उहाँको आजभन्दा 100 वर्ष अगाडिको पुस्ता भनेको उद्गम थलो यही ज्यामिर बोट, यही कल्याङ र मजुवाको सेन्टर पोइन्ट यो कुल हामीले थाहा पाए भरमा सबैभन्दा पुरानो कुल नै कुल देवता यही नै हो। त्यो बेलाका जमर